नमस्ते सबैजनालाई स्वागत छ मेरो कुकिङको च्यानलमा। आज चाहिँ हामी तातो तातो मिठो थुक्पा बनाएर खाऊँ है त। त्यसको लागि चाहिँ मैले सुरुमा चिकनलाई लिएको छु र त्यसलाई धोइ पखाली गरेर मजाले पखालेँ अनि काटेँ। त्यसलाई राम्रो सानो ठुलो अब कस्तो पिस चाहिन्छ तपाईहरुलाई त्यही पिसमा काट्नु होला। र त्यो काटिसकेपछि चाहिँ मैले एउटा बाउलमा राख्छु अनि त्यसमा मसलाहरू सुरु गर्छु। त्यसमा चाहिँ मैले बेसार, नुन, मसला अनि धुलो टिमुरको धुलो हो यो चाहिँ त्यो हालेर मजाले यसलाई मोल्दिन्छु र यसलाई चाहिँ एकछिन सेट हुन छोडिदिन्छु। त्यतिन्जेल चाहिँ अब हामी रेडी गरौँ है त तरकारीको लागि। त्यसको लागि चाहिँ मलाई एउटा प्याज, गोलभेडा र आलु चाहिन्छ र यो मैले प्याजलाई चाहिँ मसिनो गरेर अब तपाईहरुले कस्तो सेपमा काट्न चाहनुहुन्छ त्यही सेपमा यो सबैलाई काटिदिनुस् र मैले आलु पनि त्यही अनुसारले काटेछु। यो चाहिँ मैले सबै गेडागुडीको तरकारी मिक्स गरेर बनाउने, जसरी नर्मल तरकारी त्यस्तै गरी बनाउने। त्यसमा चाहिँ मैले सुरुमा तेल राखिदिएँ। त्यसपछि मलाई चाहिँ मेथी फुराको एकदम मनपर्छ, मेथी राख्ने। प्याजलाई रातो हुनेजेल भुट्छु म अनि रातो हुनेजेल भुटिसकेपछि त्यसमा चाहिँ मैले आलु हालिदिन्छु अनि त्यसपछि गोलभेडा पनि राखिदिन्छु र एकैछिन चलाइदिन्छु। अनि त्यसपछि बेसार, नुन स्वादअनुसार र यो टिमुरको धुलो अनि त्यसपछि मसला, गरम मसला राखेर त्यसपछि लसुन अदुवाको पेस्ट मजाले कुटेको हो यो चाहिँ मैले पेस्टभन्दा पनि यसलाई मजाले राखेर यसलाई फेरि चलाउने। त्यसपछि मेरो केराकुरीहरू यो चाहिँ क्वाटी हो, क्वाटी भन्नाले अब नउगाएको क्वाटी। यसलाई मजाले केराकुरीहरू सबैलाई चलाइदिने, एकैछिन यो पाक्न दिने र एकैछिन पाकिसकेपछि चाहिँ यसमा म रस एड गर्छु। र यो रस एड गरिसकेपछि चाहिँ यसलाई अब कति जति रस चाहिन्छ त्यही अड्कलेर अनि त्यसपछि सिटी लगाइदिने। अब कति सिटीसम्म लगाउने हो त्यो अनुसारले तपाईहरुलाई कति पाकेको कति काँचो काँचो मनपर्छ नि त कसैलाई, त्यो अनुसारले पकाउने। र मैले चाहिँ 5-6 सिटी लगाइसकेपछि चाहिँ अब अर्को साइडमा चाहिँ त्यसलाई सिटी लाग्न छोड्न दिने अनि चाउमिनलाई उमाल्न थाल्छु। यो चाहिँ नेपाली सिन्के चाउमिन हो, यो चाहिँ मलाई एकदमै मनपर्छ, मेरो हस्बेन्डलाई पनि धेरै नै मनपर्ने भएको भएर मैले चाहिँ यही बनाएँ। थुक्पालाई पनि यही राम्रो हुन्छ। त्यसपछि यसमा थोरै बेसार र नुन हाल्यो भने टाँसिँदैन अनि तेल पनि राखिदिएँ। अनि यसलाई चाहिँ धेरै फ्यातक्क गर्ने गरी पकाउनु हुँदैन। त्यसपछि अब म चिकनलाई चाहिँ त्यो अघि म्यारिनेट गरेको चिकनलाई मजाले फ्राई गर्छु। त्यो चाहिँ मजाले फ्राई गरिसकेपछि अलि रातो हुने गरी फ्राई गर्ने अनि कस्तो यम्मी हुन्छ क्या लास्टमा। हेर्नुहोस् कति रातो देखियो है। हो यस्तै रातो हुने गरी गरेपछि अब गोलभेडाको अचार बनाऊँ। यो चाहिँ चेरी टोमेटो हो, सानो सानो टोमेटोमा थोरै लसुन त्यसपछि सुकेको खोर्सानी राखेर एकैछिन पोल्दिने। त्यसपछि सिलौटामा राखेर नुन अनि यो टिमुरको धुलो त्यसपछि मजाले यसलाई पिस्ने अनि यो गोलभेडाको अचार बनाउने। ओ माइ गड एकदम मिठो हुन्छ यसरी बनाएर खानुभयो भने। तपाईहरु पनि घरमा ट्राई गर्नु है यसरी खानलाई। अनि यसलाई मजाले सिलौटा छ भने मजाले कुट्नुहोस्। मसँग चाहिँ यस्तो वाला सिलौटा मात्र छ, के भन्छ यसलाई ओखल भन्छ के भन्छ हो। यसमा मजाले कुटेपछि हेर्नुहोस् त कस्तो यम्मी देखेको हो। यसलाई चाहिँ एउटा कन्टेनरमा राखिदिन्छु र हाम्रो क्वान्टी पनि रेडी भयो, केरागुडी पनि रेडी भयो। त्यसलाई अलिकति यसो म्यास गरिदिन्छु अनि त्यसपछि तपाईहरुलाई योभन्दा नि बढी झोल चाहिन्छ भने त्यही अनुसारले झोल हाल्नु होला। मलाई चाहिँ खासै चाहिँदैन। अब मैले एउटा बाउलमा चाउमिन राखेँ, त्यो अघि बोइल गरेको, त्यसपछि अघि पकाएको गेडागुडीको रस राखिदिन्छु र आफूलाई कति खान मन लाग्छ रस त्यही अनुसारले राख्ने। अनि त्यो चिकनलाई माथिबाट राखिदिएँ अनि यो चिकन राखिसकेपछि मैले प्याज मसिनो पारेर राखेको प्याज, खुर्सानी स्वाद कति चाहिन्छ त्यो अनुसारको अनि धनियाँ, त्यसपछि त्यो चटनी गोलभेडाको अचार भनौँ न, त्यसपछि त्यो राखिदिन्छु। त्यो गोलभेडाको अचार राखिदिइसकेपछि माथिबाट ससेस पनि राखिदिएँ अलिकति अनि हेर्नुहोस् खानको लागि रेडी भयो। तपाईहरु पनि यस्तै गरी मिठो मिठो गरेर थुक्पा बनाएर खानु होला अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। हाइ त पछि भेट्छु, बाई।